सो हेलो एभ्रिवान, यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ आज छु पहाडमा, राइट। सो धेरै दिनपछि, धेरै वर्षपछि पहाडतिर आइयो र आज फेरि रिटर्न हुँदैछौँ हामी तराईतिर। हाम्रो कुलदेवताको पूजा गर्नको लागि आएका थियौँ हामी, उतानिर छ मन्दिर। सो राइट, सो अहिले जाँदैछु म यो पहाडमा, हिँड्दैछु। हरियाली त यति राम्रो छ, कुरै नगर्नुहोस् होइन। यहाँनिर देख्न सक्नुहुन्छ ऊ त्यो स्कुल छ, त्यो स्कुलको तल चाहिँ हाम्रो घर छ। यो चाहिँ पहाडको हरियाली कति राम्रो छ है, हेर्न सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो कुलदेवताको मन्दिर रहेको छ यहाँनिर, हेर्नुहोस्। यो चाहिँ हाम्रो कुलदेवताको मन्दिर, हेर्नुहोस् कति राम्रो। यहाँनिर सुन्नुहोस्, म तपाईँलाई आज देखाउनेछु पहाडको झरना। यानि कि हामी जस्तो नेपालमा, इन्डियामा, तराईमा हामी नलबाट पानी भरेर पिउँछु होइन, बिस्लरी किनेर खान्छु इन्डियामा। तर यो पहाड भन्ने चिज यस्तो चिज छ नि, तपाईँले सोच्न नसक्नु होला, यति मिठो पानी, यति चिसो पानी छ। म तपाईँलाई आज त्यहाँको तपाईँलाई झरना देखाउने छु, यानि कि नल देखाउने छु। यानि कि अटोमेटिकली नेचरले दिएको एउटा बिस्लरी वाटर देखाउने छु आज म तपाईँलाई, हेरिराख्नु होला लास्टसम्म। पहाडको झरना चिसो भाइ, चिसो। यहाँनिर देख्न सक्नुहुन्छ हामी चाहिँ जाँदैछौँ हिँडेर। यो चाहिँ के हो, माडीगडा गाउँको नाम माडीगडा हो। हामी झडी गाउँदेखि आएको छौँ। एन्ड यता चाहिँ मकै यति राम्रो छ, हेर्न सक्नुहुन्छ। पुरा मकै नै मकै लगाएको छ। यो चाहिँ दृश्य हो माडीगडाको। ऊ त्यहाँ स्कुल माथि उतै हाम्रो घर रहेको छ। यो चाहिँ पहाड हो, भन्छ नि पहाड कति रमाइलो हुन्छ होइन। यही हो पहाडको दृश्य। हजुरहरूले कहाँदेखि यो भिडियो हेरिराख्नु भएको छ, सो प्लिज कमेन्ट गरिदिनु होला। मकै यति धेरै छ, हेर्नुहोस्। यो हो नेचर, ओरिजिनल नेचर। न यसमा कुनै मिलावट छ, न कुनै यसमा केमिकल छ, कुनै पनि चिज यसमा छैन। यानि कि कुनै पनि लिक्विड वगेरा कुनै पनि चिज युज गरेको छैन। ओरिजिनल अर्ग्यानिक खादहरू युज गरेको छ, जो कि घरमा उत्पादन गरिएको गाई भैँसीबाट निकालेको पर्सो होइन, गोबरहरू हालेर चाहिँ अर्ग्यानिक फार्मिङ गरिएको छ। यो हेर्नुहोस्, यति राम्रो अर्ग्यानिक फार्मिङ छ। मकैहरू यति धेरै छ, हेर्नुहोस् है। ओ माई गड, यस्तरी चढ्नुपर्छ। यस्तो चाहिँ पहाडको बाटोहरू छ। अब हामी कहिले नहिँडेको मान्छे होइन, धेरै थकाइ लाग्छ। एन्ड बाटो हेर्नुहोस् कति डेन्जर रहेको छ होइन। यसमा चाहिँ हिँडेर जानुपर्छ। हेर्नुहोस् पहाडतिर चाहिँ जहाँ पनि खोला नै खोला बगेको हुन्छ। यहाँ पनि खोला छ, जो कि पिउने पानी हो, पाइपबाट ल्याएको छ। अब चाहिँ हामी यहाँबाट जानेछौँ।
यति त बिचमा छोड्छ है बास अब के छ त सिङ्गी आइसक्यो